टाइम छैन जिन्दगीमा यतिको रमाइलो चाहिँ गर्नु भयो नभेटे 2 महिना जति भएको थियो होला अलि भएको थिएन अस्ति यहीँ भेटेँ मलाई 25 पिस ल्याएर हेर्ने नर्मल झन् लाग्यो पिरो अचार मात्रै यसलाई पराइदिएछ अनि मुला बौला हो कस्तो डेन्जर त्यही भएर म खाइ खोइ केही नगरेर सो गाइस अझै हामी डक्क लाएर होइन बिहान भात सात पकाएर आयो चाबी रुममै छोड्यो त्यसपछिबाट हाम्रो मोमो ओपनिङ देखाइदियो त म चाहिँ यहाँ ओपनिङ हानेर आइसकेँ फेरि रस हाल्नु पर्यो यो मोमो चाहिँ रबर खोल्ने होइन क्या मेरो भाइ त्यस्तो चुसी आया खाना त पनि पहिला त्यसै गरी खान्थेँ होइन तर यहाँ भिडियोमा चाहिँ के त्यस्तो टोकिदिनु भने लास्टमा केटाले टोकेरै देखाइदियो अन्डा यस्तो हुन्छ मुला त्यही भएर यसरी हाल भने थोरै आउँछ कि अब मलाई पागल बनाउनु खोज्छ आफू पागल भए थाहा आएन केटा मान्छेको खुट्टा खोइ पुस्नी ल्याएन एउटा छैन टिस्यु यहाँ झऱ्यो खोइ खोल्नु खोइ कहाँ राख्ने राख्ने म झन् यस्तो अलपत्र हो सबै सुविधा छ फेरि हाम्रो चाहिँ यहाँ होइन भिडियोबाट इन्कम कहिले हान्ने हो केटाहरूले मिलियन सब्सक्राइबर पुगोस् न पहिला भित्र नि छिटो यार